हे गाइस सबैलाई वेलकम छ हाम्रो ब्लगमा। एउटा भिडियो मैले बनाएको थिएँ, त्यो हाल्न म भुलेछु। के छ भने त्यो भिडियोको हाम्रो कन्टेन्ट हामी सरसफाई कार्यमा जोडेको थियौँ हैन। हाम्रो अङ्कल छन्, अङ्कल हाम्रो तिनी अङ्कल के भन्छन्, अङ्कल प्रकाश अङ्कल, प्रकाश राहुल अङ्कल, तिनी हाम्रो इन्जिनियर पनि हुन्। त्यसैले हामीले यो गाउँको रोडतिर साइडमा हामीले यसरी रुखलाई काटेको थियौँ के, छेकेको थियौँ कि बसहरू आउँथे हैन, बसहरू आउँथ्यो यस्तो उस्तो सबै आउँथ्यो, गाडीमा लाग्थ्यो। त्यसैले हामीले यहाँ छेकेको थियौँ। हामीले उतादेखि यहाँसम्म छेकेको थियौँ। अझ फेरि उहाँ पनि छ बाँकी, उहाँ हजुरलाई पछि गएर देखाउँला। फेरि के छ, कस्तो लाग्यो फेरि यो कार्यक्रम? दामी लाग्यो, दामी। म के भन्न चाहन्छु भनेपछि यो हाम्रो गाउँको कार्यक्रम हो, नराम्रो नसोचिदिनु होला हैन, नराम्रो नसोचिदिनु होला। सबै एकजुट भएर हामीले गर्ने चिजमा हामीले एकअर्काको रिस मान्नुहुन्न, हामीले एकअर्काको रिस कहिले पनि मान्नुहुन्न। त्यसले भन्छु सबै आएर यो काम बरु सबै हाम्रो यो सरस्वती टोलको मान्छेहरू, पल्लो सरस्वती ओल्लो सरस्वती टोलको मान्छेहरू सबै मिलेर यो काम गर्ने हो है। म यति भन्छु, अरू सबै त्यो भिडियोमा हेर्नु होला हामीले कस्तो काम गरेको छु।